हामीले सोचेको जस्तो केही कुरा हुँदैन साथी हो। आज हेर्नुहोस् आसाममा तिनीहरूले सोचेको थियो होला र त्यस्तो हुन्छ भनेर। अचानक यसरी आँधी भिरी तुफान आयो, सबै लगेर गयो। जतिजना पनि बाँचिरहेछ तिनीहरूको लागि प्रे गरिदिनुहोस् साथीहरू। म पनि प्रे गर्छु। त्यही कारणले कहिले घमण्ड, लोभ, लालच, हिंसा गर्नु हुँदैन मान्छे भएर। प्र्याक्टिकलीमा जिउनुपर्छ हमेसा। जो बाइबलमा लेखेको छ त्यही हुन आँटेको छ। दुनियाँ सर्वनाश हुनु आँटेको छ साथीहरू। त्यही भनेर भन्छु, हामीलाई थाहा छैन अहिले के हुन्छ हामीसँग पनि। सोचेकै हुँदैन हामीले के हुन्छ भनेर। हामीले सोचेको जस्तो कहिले पनि हुँदैन। त्यही कारण हमेसा नर्मल भएर हिँड्नुपर्छ। पैसा कमायो भन्दामा घमण्ड गर्नु हुँदैन। तिनीहरूको लागि सबैको लागि प्रे गरिदिनुहोस्। म पनि अलरेडी प्रे गर्दैछु तिनीहरूको लागि, त्यो आसामको लागि है बिचराहरू।